हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबजना सन्चै हुनुहुन्छ होला अनि हामी नि सन्चै छौँ। अनि आज चाहिँ हामी गाउँ जान लाग्यो। गाउँ जान लाग्यो भएर चाहिँ भ्लग स्टार्ट गरेको है। अब हेरौँ के हुन्छ। गाउँ चाहिँ दिदी र यो जानला हो, म चाहिँ जाँदिनँ, त्यसैले भ्लग फुलन जाम गरेर त पुरा पनि गीतमा बाइक गरेर 4 महिना भयो। ठुलो गाडी भरौँ न, ठुलो गाडी यतापट्टिबाट पनि गाडी बाटो भयो, यतापट्टिबाट देख्दैन बाइक बन्दै आइपुग्यो फाइनली। उताबाट चाहिँ 1200 जान्छ, यताबाट 1200 यताबाट चाहिँ हाम्रो घर चाहिँ यता साइडमा। हामी यता जान्छौँ चौतारा जानलाई। गाइज अनि जिन्दगीमा फर्स्ट टाइम हाम्रो जमुनाले बसमा केही खाँदैछ। इभन मैले पनि माछा खाँदैछु माछा फर्स्ट टाइम मतलब युजली म माछा खाँदिनँ, हाम्रो जमुना जाने केही पनि खाँदिनँ बट आज त अघि सुन्तला त्यति धेरै खायो है। तर चट्नी मिठो रहेछ यार, रमाइलो भइरहेको। नुन लागे होइन ए म त के नुन लागेन सोधेँ, मैले के भन्नु पऱ्यो मैले त्यही बेला के भन्नु। गाई हामी चाहिँ च्याउ लाएर बन्दमा गाडी रोकिरहन् खाना खानुलाई भोकी जस्तो लाग्यो रुन्नु के हो च्याउ लाएर मर लाग्छ। हामीले पकौडा पनि आलुचप चाहिँ यस्तो मिठो पकौडाले चाहिँ कस्तो कस्तो बनायो। माछाले पनि कस्तो टेस्टी थियो माछा चुरुङ है, अचार पनि मिठो लाग्यो। भिडियो चाहिँ बनाउनु पाइनँ, हामीले खानामा व्यस्त भयौँ। हामीलाई खाने बेलामा याद आउँदैन कि खाइसकेपछि यो फोटो या भिडियो खिच्नुपर्ने छ भनेर याद आउँछ। वी आर भेरी ट्यालेन्टेड। कति बेला जाने हो, अब आधी बाटो बाँकी छ। आधी बाटोमा नि मस्त गरेर बस्यो भने धेरै कस्तो राम्रो आँखा। ओहो अनि गाइस हामी चाहिँ फुल टाइम बसमा नाच्दै गाउँदै आएको अनि खासै ब्याग पनि छैन, खाली छ। पछाडि एकजना अङ्कल हुनुहुन्छ खाली पछाडि 2-3जना हुनुहुन्छ त्यो हुनुहुन्न भने यता साइडमा हुनुहुन्छ, पछाडि यता एकजना मात्रै हुनुहुन्छ होइन पछाडि हुनुहुन्छ जस्तो लाग्यो। एकचोटि उठेर यता अघि त हुनुहुन्थ्यो छैन भन्दैछु सब खाली छ क्या। 10-12जना भन्दा धेरै छैन, 10-12 छैन, आई थिङ्क 7-8जना होला, 5जना छन्, त्यही भएर खाली छ।
चिरमा छ मस्त सुती सुती भइरहेको एउटा यस्तो सिटमा मस्त यस्तो पुरै सिटमा सुती सुती चिलमा अनि हामी नाच्दै नाच्दै के ठुलो गाडी भयो होला त्यो मजा आइरहेको आज आइकन गीतले गाह्रो भयो अहिले त किन आधी तर अघिको पकाएको चिजहरू कस्तो कस्तो फुल भइरहेछ पछि हाम्रो बिहान नदिनु होइन अब चाहिँ उता सङ्गातको इर्खुतिर भेटौँ न त्यो चौतारा गएर भेटौँ या त्यो भन्नु होइन यस नेभरमा हाम्रो कतिवटा हामीलाई त अल्छी लगाएर बस्नु लागेको हाम्रो पानी हुन्छ कन्ट्रोल नभएको हामीले गएर हामीले गर्न सक्दैन भने पनि देखियो ल भिडियो गाइस हामी अब चौताराबाट हिँड्न लाग्छ गाउँको लागि गाउँमा गएर भेटौँ गाइस बेसी आइपुग्न लाग्यो बेसी आएपछि देखाउँछु ल त बेसी आइपुग्यो यतापट्टिबाट हाम्रो देख्छ तर यतापट्टि कति पऱ्यो केही छैन अब फर्किँदै बेसी गफ लाग्यो अनि हामीलाई हेर्नु न बिहान आउँदा कस्तो थियो अहिले यस्तो पहिला क्या बिहान क्या हिउँ भएर आएको थिएँ मैले हेर्नु मेरो त एनर्जी पनि लो भइसक्यो त यसो आउँदा आउँदै पुरै कालो लुगा त्यस्तै भइसक्यो गाइस फाइनली आइपुग्यो यो चाहिँ हामी पढेको स्कुल हो यो यहाँ 5 क्लाससम्म छ गाइस आइपुग्यो सुरु अब अहिले एकछिन पछि भेटौँ ल उतै हो घर चाहिँ यहाँ आइपुग्यो चाबी लाख गाइस अब उता जानुपर्छ कि मुनि हुनुहुन्छ अहिले पछि भेट गाइस घर आइपुगेको होइन सबैको घरमा चाबी छ यता पनि अनि त्यता पनि कलाइरह तर मान्छे कहाँ गर्नु पर नै जानु जाउँ अब त्यहीँ गएर त्यहीँ हेर्नु चाहिँ चाबी लिएर तल जाने बिहान यस्तो हिरो नि बनाइरहेको मान्छे हेर्नु अहिले यहाँ हालत हेर्नु न हालत यहाँ कपाल धुलो हेर्नु फाइनल आइपुग्यौँ है अब के अब अहिले पछि अब भोलि घर जानु छ मामा घर जानु छ घर आइपुग्यौँ मामा घर चाहिँ हाम्रो माथि हो क्या देख्दैन डाँडामा छ यहाँ चाहिँ अहिले फेद डाँडामा छ भोलि हिँडेर जानुपर्ने छ अब एकछिन पछि भेटौँ ल भेटेछ पनि नभए भोलि भएन ओ गाइज म के देखाउनु लाग्थेँ भने गाइज ककलले त्यो 4-5 पहिलाको नेपाली बुकमा चाहिँ होइन नरेशको फुपूको घर पिपल डाँडा भनेर पढाएको छ त्योवाला याद छ ककललाई इफ थाहा छ भने चाहिँ लाइक त्यो माथिको चाहिँ चौतारा हो क्या अन्त चाहिँ त्यहाँबाट हुँदै आएपछि योवाला चाहिँ पिपल डाँडा हो क्या अनि ठ्याक्क मलाई चाहिँ त्यो जब स्टोरी पढ्थेँ नि त्यति बेला चाहिँ मलाई हाम्रो स्टोरी कसले भनेछ भनेर त्यो सोच्थेँ क्या मेरो दाइको नाम पनि नरेशै हो नि त अनि हाम्रो फुपूको घर पनि यता यहाँनिरतिर छ क्या यहाँ एकजनाको छ एउटाको यता बिचतिर छ क्या र एकजनाको यता तल होइन यहाँनिरतिर अनि एकजनाको अलिक माथितिर छ क्या अनि त्यो बुक पढ्दै जाँदा चौताराबाट हुँदै नलपुरको चोक त्यही तल आएर पिपल डाँडामा फुपूको घरमा बस्यो भन्थ्यो नि त त्यो मलाई चाहिँ त्यही याद आउँछ क्या अनि यतातिर चाहिँ थालेर कुखुरा गाइज कस्तो राम्रो कालो कुखुरा आयो हाम्रो गाउँको कुखुराहरू के कस्तो सुन्तला
आमा है अनि बच्चाले कुरा मार्छ यस्तो बच्चा मार्छ भने हो नि है बिचारा हिँडिरहेन यो छाउरी होइन ल उचाली अहिले हाई गाइज सेम ब्लग एनदर डे आज चाहिँ घरबाट मामा घर जान आएको माथि टाढा हामीले चाहिँ चिया बिस्कुट खाएर हिँडेको किनकि माथि सराद देख्यो त्यही भएर अब बाटोमा भेटौँला गाइज लुक ठाडै छ बाँदरको बेस्ट फ्रेन्ड हो कि जेसिकाको बेस्ट फ्रेन्ड बाँदर गाइज दिस इज पुरै भ्यू देखाइदिउँ न भगवान्को यति यो चाहिँ मन्दिर हो अनि त्यहाँ ऊ बाँदर गाइज कस्तो राम्रो देख्यो घामले गर्दा दिदी यता आऊ न दिदी कतातिर चाहिँ पसिना है गाइज यो चाहिँ मेहनत केही होइन त्यहाँबाट यहाँ आउन बानी नै व्हाइट लुगा यस्तो फोहोर भयो अझै ज्याकेट लाएर कि हेर्नु ज्याकेट मलाई बोक्न दिन्छ यस्तो गर्मी हो ज्याकेट लाएर उही त बाले कस्तो कसरी हेरेर आएर चिन्नु नि जान्नु है कस्तो हेरेर कस्तो हामीलाई अप्ठ्यारो लाग्ने गरे अब हामी जङ्गलको बाटो जानु हो गाइज अलिकति झ्याउ लाग्दो चिज रोडबाट जाने बाटो लास्टै लामो छ कि हामीबाट सक्दैन यो छोटकरी जङ्गल हेर्नु त्यति साह्रो होइन यति हो जम्मा धेरै छैन अलिकति यति माथि चाहिँ गाउँ छ साइडमा पनि छ यो बिचको एरिया हो नि त यहाँ चाहिँ त्यति हो कोही पनि होइन केही पनि होइन जङ्गलै हो जङ्गल अहिले यतातिर बाँदर धेरै छ कि अहिले फोन खोज्ला डर छ क्या यहाँ भिडियो बनाउँदैन अहिले देख्नुभयो होला नि त बाँदर यत्रो ढेउडो छ रुखमा छ भएर हामी जान लागिसक्यो तर जाँदैन भयो एकछिनपछि भेटौँला ल त हेर्नु गाइज बाटो आउँदा एउटा न्युज पाएँ कि सरादी पनि क्यान्सल घरमा नि सुतोक छ मामा घर पनि सुतोक ल हिजोसम्म केही थिएन हिजोसम्म थिएन अहिले भर्खर मलाई लाग्छ तेरो हात आइरहेको थियो छैन हाम्रो यस्तो हुन्छ राहा थापा गाउँमा नभएपछि हुँदैन भएपछि ब्लक गातार हुन्छ क्या सुरुमा जुठो भयो त्यसपछि त्यो चोखेन पाएन सुतोक पऱ्यो त्यो हुन पाएन फेरि जुठो भयो फेरि सुतोक परिरहेको यो भगवान् गाह्रो हो हामीलाई गाह्रो हो फेरि अर्को पनि सुतोक हुनलाई रेडी छ भन्ने जस्तो लागेको थियो यस अब मामा घरमै गएर भेटौँ न ल त सरादी त क्यान्सल भयो त्यस्तो भन्नुभयो आमाले चाहिँ मम्मीको हाम्रो आमा नि आमा नै पर्छ हाम्रो चाहिँ आमाले जाउँ भेटौँ आमा बाबालाई चाहिँ देखाउँछौँ हामी गाउँमा चाहिँ कहिले अप्ठ्यारो लाग्छ यहाँ त आमा नि आउन मान्नुहुन्छ नि त त्यही भएर अहिले एकछिन भेटाउँछौँ है त घर पुगेपछि भेटौँला उहाँलाई चाहिँ गाह्रो भइसक्यो है हेर्नु गाइज यहाँबाट चाहिँ हिमाल देख्छ किनकि डाँडाको बाटो हो नि त कस्तो यो त्यो उयोले यहाँ देखिरह तर यो क्यामेराले देख्दो रहन्छ क्यामेरामा फोकसै हुँदैन यताबाट चाहिँ यहाँबाट चाहिँ यहाँ देख्नु भयो ओ यो चुचुरो त्यो चाहिँ हिमाल हो बस फाइनली आइपुग्यौँ ऊ त्यो हो हाम्रो घर चाहिँ अलिकसन भेटौँ ल त ऊ चाहिँ हाम्रो बहिनी हाम्रो सानी र आमा सानी तर्कोस् मन चिन्नु हाम्रो भाइ हेर्नु कस्तो मजाले खाइरह हाम्रो बुवा हामी चाहिँ खाना खाएर घाम तापेर बसेको गाइस हेर्नु दिदीको हुडी लाएर यति मोटो देखिरहेको हिमाल बादल छ नि त अलिक त्यहाँ बसिदियो गाइस मामा घरबाट निक्ल्यौँ
सानिया गाडी हुनुहुन्छ सानिया गाडी हुन्छ आधी बाटोमा हिँड्ने रे मल्ल चाहिँ देखेर हेर्नुहोस् बट ऊ त्यो हेर्नुहोस् बट ए ओके यहाँ रहेछ सानो इङ्ग्लिस बुझ्दिनस् क्या हो चरा दिदी इङ्ग्लिस भनेको के हो दिदी मलाई त बोल्न त आउँदैन मलाई त अङ्ग्रेजी मात्रै थाहा छ अहिले त छेक्यो त घाम त हिमाल त घाम त अझै त सेलिब्रेटिङ त म जस्तो हुडीमा थियो हुडी भन् न दुलै छ मामा घरबाट घर गएको किनकि राति हुँदैछु त्यही भएर हतारमै हिँडिराखौँ किनकि कति बज्यो 4 बज्यो होइन 5:30सम्म पुगे त राम्रो अनि बाटो त तपाईँहरूलाई थाहा नै छ जङ्गल अँध्यारो हुन्छ नि त अलिकति मान्छेको नभए नि जनावरको डर हुन्छ त्यही भएर हामी छिटो गइराखौँ अहिले मुनि गएर भेटौँ ल बिच सो हाई हामी चाहिँ अक्की मामा घरबाट 4 बजी 5 बजीतिर लगभग आइसकेका थियौँ अनि आएर हामी चिया खायौँ भाइसँग खेलेर बस्यौँ अनि हल्का भिडियोहरू चाहिँ हल्का एडिट गर्न ट्राई गऱ्यौँ हामीलाई एडिट त खासै आउँदैन तर पनि ट्राई चाहिँ गऱ्यौँ अनि के भन्छ अरे अहिले चाहिँ हामी खानासाना खाएर सुत्न थालेको 9 बज्न लाग्यो अनि भोलि फेरि हामीलाई उठेर बनेपा जानु छ फर्किनु छ सो टाइममा सुत्नु पऱ्यो अनि त्यही हो अब बाई गाइज गुड नाइट